टेन्सनै नगर न भागेर बिहा गरिदिउँ न एरेन्ज चाहिँ नगरिदिउँ एरेन्जमा खर्च पनि छ म त भाइ पैसा छैन मेरो बाउहरू तैँले देखेको है फेरि त्यहाँ गएर बाउलाई फेरि मेरो अनेक हौडे मेरो बुढा त हुनेवाला डक्टर हो साइन्टिस्ट हो या ऊ चाहिँ नभन्ने फेरि तेरो बुढा भागेर बिहा गरौँ न भनेको घन्टा मार्छ तँ मलाई माया गर्दैन माया गर्छस् भने चाहिँ भागेर बिहा गरौँ है लु मेरो घरमा पनि हेर्नु पऱ्यो नि पैसा हुनु पऱ्यो नि त मेरो घरमा पनि अन्त बिहा गर्नु सक्छु भनेपछि त अन्त बिहा गर्नु पऱ्यो नि घरबाट तर मैले कमाउनु पऱ्यो नि त घन्टा बन्नेकै जग्गामा आएर त तँलाई फाइदा छ हामी दुःख गर्नु पऱ्यो नि त हामी लड्नु पऱ्यो स्ट्रगल हसल गर्नु परेन घन्टा ओभर नगर न तिमी त 3टा कोठामा बस्छौ म त सक्दिनँ घन्टाको 3टा कोठा आइरहेको छ किचन फाल्टै छ बाथरुम एट्याच हो बुझिस् घरमा पसेको छ तँलाई त मेरै मात्रै रुम त लगेको नि सिटिङ रुम डाइनिङ रुमहरू तेरो बाउहरूले तैँलेहरू देखेको पनि छैन त्यहाँ गयो भने कसम भनेको मलमा पसेको भन्दा कम चाहिँ छैन बुझिस् तेरो बाहिरबाट हेरेर हुँदैन नि भित्रको मन तैँले देखेको छस् अघि हेर्दा झन्डै मुटु चुड्यो कस्तो घन्टाको यी तँ गर्छस् कि भागेर बिहा गरौँ है मसँग चाहिँ म गर्दिनँ पैसा पनि हुनु पऱ्यो नि त बेब पैसा हुनु परेन छैन नि किन बिहा गर्छु भनेको तँलाई माया गरेको हो नि त हौ मैले लगाइदिउँ तँलाई ल हान्दे मलाई मार्दे लु हान्दे लाग्छ नि त यस्तो चिक्ना फेस छ फेरि थप्पर हाने भने फेरि यो पिम्पल डल्लै फुटेर इन्फेक्सन भइदियो नि पुरै आउडे हाडे नबोले च्यातो भागेर बिहा गरौँ न भनेको म त गर्दिनँ एक्लै कहाँ भाग्छस् म अर्कोसँग चल्दिउँ के हेरे दिउँ अहिले अन्त माया गर्छस् भने भागेर बिहा गरिदिउँ अन्त भाग्न नि त एक्लै मेरो बाउ छ बुझ्न झन् बाउ मेरो इज्जत छ बुझ्नस् तर अस्तिदेखि भनेको त कस्तो खालके अनि तेरो म घर जमै बस्नु तँलाई घर जमै बस भन्यो अन्त कसले भन्यो तेरो बाउले त्यसै गरिदिन्छ नि मलाई अनि के हुन्छ सक्दैनस् अन्त मेरो लागि घन्टा सक्छु मेरो हात छैन मेरो खुट्टा छैन म काम गर्नु सक्दिनँ एउटा जिउ पाल्नु सक्दिनँ तँलाई पाल्नु सक्दिनँ भागेर बिहा गरिदिउँ है हो बेसी जमिन मात्रै खाइदिन्छु यहाँ हेर कहिले खोपिसियो चाहिँ तिमीलाई बिहा गर्छु भनेर त एस खोपिदिएको त अन्त शर्मिला अन्त डल्लै नाम खोप्नु पर्दैन अन्त अब यो त आफ्टर म्यारेज मात्रै भने तिमीलाई भरोसा लागेको छैन एस मात्रै लेखिदिएर बिहा भएन नि मेटाइदिन्छु बरु सिधै हो अब त्यो सिधै हो तिमीले उल्टा खेद्दैछ कि मलाई सिधै हो सिधै चल्दिउँ न कहाँ चल्दिने भाग्दिउँ न भनेको भाग्दिनँ म त अहिले जाउँ बरु पर भाग्दैनस् तँ अन्त घन्टा गर्नु मलाई बिहानै बोलाएको तैँले के गर्नु खोजेको तैँले तँ मेरो फिलिङ भनेको छ्या तिमी त बुझ्दैनौ अन्त बिहा त गर्ने त भन्दैछु त बिहा गर्ने अन्त भागेर नगरौँ भनेको अनि के चाहिँ गर्नु मेरो घरमा आइज घन्टामा जान्छु तेरो घर चाहिँ म किन जानु तेरो घरमा गएर चाहिँ के हुन्छ हौ भन त लु हुन्छ तेरो बाउले काम हालिदिन्छ तेरो बाउले गाडी किनिदिन्छ भने म आसमा बस्नु मेरो किनिदिन्छ घन्टा किनिदिन्छ अन्त किन्यो भने म गर्नु मर त हो म काम गरेर खानु सक्दिनँ तँलाई खिलाउनु सक्दिनँ भन्छ लु तँलाई त गाडी बङ्गलै चाहियो